आज हामी कताको राइड रे? हामी पुग्न लाग्यो भन्नु भने पुग्न लागेका छैनौँ। अन द वे बाटोमै छन्। आधा ग्रुप अगाडि, हामी बिचमा, आधा ग्रुप पछाडि आउँदैछ। हाम्रो मिरा दिदी अगाडि हुनुहुन्छ। धेरै अगाडि त होइन, थोरै अगाडि छ। ल है गाइज, हामी मुहान पोखरी जाँदैछौँ। अहिलेलाई टाटा बाई बाई। हेलो गाइज, हामी कता पुग्यौँ रे? कस्तो भयो बाटोको एक्सपिरियन्स? सजिलो, उकालो आउँदा प्यादल गर्दा खुट्टाले प्यादल गरेर हिँडेर आइसकेछौँ हामी। ल है गाइजहरू पछाडि रे गोरुहरू अगाडि भन्नुभयो है म्यामले चाहिँ। तपाईँको फर्स्ट एक्सपिरियन्स कस्तो लागिरहेछ? रमाइलो हो? अलिअलि गाह्रो, धेरै रमाइलो। ओके। अब अलिकति उकालो छ, त्यहाँ माथि म्याम हजुर आउनु न। हामी चाहिँ अब रानी झुला पुल जाँदैछौँ। अझै रूपाराम अगाडि जानु भइसक्यो। अब म जाँदैछु बिस्तारै स्यास्या गरेर। ल ओके बाई बाई। आयो गुड हामी के यो झरनाको नाम के? के झरना जाने बाटो यस्तो छ। रानी झुलाबाट काला भएको बाटो रहेछ। ल आइपुग्यो। बाटो पनि डेन्जर छ। साइकल पनि अप्ठ्यारो पनि देखाउन थाल्यो है साइकलले अब मेरो। उयो ठोक्यो। फाइनली गाइज हामी कहाँ पुग्यौँ रे? आयो बा, मेरो साइकल त ब्रेक पो लिन्छ। ल्याछ ल हामी आइपुग्यौँ। ढुङ्गामा चिप्लिने रहेछ। हामी अब झरना भएको बाटो जाँदैछौँ। साइकललाई माथि छोडे। हेलो ल जलपा हेलो ल मोनिटर आयो मोनिटर
ल बा हेलो मेबी वो ल फोटो आयो फोटो पनि भिडियो पनि हेलो 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 Hello. आइए मैडम जी। रुक गई मैडम। पानी बोतलपछि कस्तो लाग्छ नि हिँड्नु जाला है उतातिर Hello, hello. Hello.